पुराना दलहरूलाई रवि लामिछानेको चुनौती जो मिल्नु छ मिल यो सुनामी रोकेर देखाओ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई राजसपाको सुनामी रोकेर देखाउन खुल्ला चुनौती दिएका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको तयारीमा रहेको बताउँदै पुराना शक्तिहरूलाई राजसपाको सुनामी रोक्न चुनौती दिएका हुन्। गिद्धले सिनो लुसे जस्तै लुचिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। लामिछानेले लेखेका छन्, मेरो खुल्ला आग्रह छ, अझै पनि जो मिल्नु छ मिल, खुल्ला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो गर, अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाओ। उनले जनविद्रोह र मतपत्र मार्फत उखेलेर फालिने पुरानो सांसदलाई कुनै पनि षड्यन्त्र वा चालखेलबाट फर्काउने प्रयास भए त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्। सामान्य चोटको संक्रमणका कारण केही दिन अस्पताल र घरमा आराम गरेर सार्वजनिक जीवनमा फर्किएका लामिछाने अबको आफ्नो यात्रा सिंहदरबार बदल्ने नीलो क्रान्तिका लागि हुने बताए। उनले भने, म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घन्टीमा भोट माग्दैछु। दलहरूका मानिसहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न तपाईको भोट माग्दैछु। उनले केही पुल र सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा आफ्नो रुचि नरहेको र वर्षौंदेखि रोपिएको अस्थिरताको जरो उखेल्नु पर्नेमा जोड दिए। राजसपासँग नीति विचार र भिजन छैन भनेर आलोचना गर्नेहरूलाई पनि लामिछानेले जवाफ फर्काए। उनले पुराना दलहरूसँग भएका भनिएका ठूला सिद्धान्त र विचारले देशलाई रसातलमा पुर्याएको टिप्पणी गरे। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउँछौं, नसके जनता छन्। उनले भने, विचार सिद्धान्त नीति सबै भएका भनिएका तपाईहरूको नियत र कार्यक्षमता सब देखियो, भो अब नदेखाउनुहोस् भन्दै रवि लामिछानेले भनेका छन्।